एकैछिन साथीहरु आउनु आट्यो यो पैसा नानीले त के 4 भन्नुहुन्छ आना छैन त सुन्नुहोस् हौ ल। यसो बाँकी देऊ न हौ यो पालि दशैंमा मज्जाले मासु खाऊ भनेको त मेरो त दाँतले नै नहुने रहेछ यो पालिको दशैं पनि मेरो डायपरमै बित्ने भो लुगा किन्नु भने पैसा नै छैन मलाई दुध होइन ग्याङ्टकको मोमो चाहिन्छ हस्पिटलको टेस्ट त खत्तम छ दशैं आउनु आट्यो पैसा त 4 आना छैन त हौ यसो बाँकी देऊ न हौ फेसबुक पनि हरेस लाग्नु थाल्यो हौ लाइक फलो कमेन्ट गर्नेहरू कता हरायो सानो हुँदा त दशैंमा मज्जा आउँथ्यो अब त पैसा कमाउनु पर्छ साह्रो छ हौ पैसा धेरै कमाउनु पनि साह्रो छ फेसबुकबाट 50 रुपैयाँ आयो के गर्नु भइरहेछ फेसबुकको पैसाले दशैं मनाऊ भनेको लुगा त होइन लुगा धुने साबुन पनि किन्नु पुग्दैन त हौ दशैं जति नजिक आयो त्यति मुटु ढुकढुक गर्छ त हौ पैसा बेसी हुन पनि साह्रो छ साथी हो जिन्दगीमा सबै खानु तर हरेस नखानु बरु दशैंमा मासु सक हल्का दशैंमा टीका लगाएर कति दिनुपर्ने मेरो अनुहार र लुगा हेरेरै विचार गर्नु होला दशैंमा मासु भात भन्दा मलाई त टीका लगाएर कति पैसा हुने हो त्यसकै टेन्सन छ हौ यो पालि दशैंमा भाँडाकुडा चाहिँ आफै धुनु है चेलीबेटीले पनि त दशैं मनाउनु पर्छ के कसो आमाले भनेको जहाँ इज्जत छैन त्यहाँ नजानु 3 दिन भइसक्यो घरै गएको छैन